हेलो साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई नेप्से ल्याब युट्युब च्यानलमा। मैले यो भन्दा अगाडिको भिडियोमा तपाईहरुलाई भनेको थिएँ गुगल सिटमा हामीले आफ्नो पोर्टफोलियो कसरी म्यानेज गर्ने, आफ्नो पोर्टफोलियोलाई सही तरिकाले व्यवस्थित तरिकाले राख्ने भन्ने कुराहरु म आउँदो भिडियोहरुमा क्रमशः लिएर आउने छु भनेको थिएँ। त्यसै अनुसार नै आज म भिडियो लिएर आएको छु। यदि तपाईहरु नयाँ हुनुहुन्छ र पहिलो चोटी च्यानलमा आउनु भएको छ भनेदेखि यो भन्दा अगाडिको भिडियो हेर्न सक्नुहुनेछ। गुगल सिटमा कसरी हामीले आफ्नो पोर्टफोलियो राख्ने भनेर मैले एउटा डेमो भिडियो बनाएको छु। सबैभन्दा पहिला तपाईले आफ्नो ल्यापटपमा भएको गुगल क्रोम ओपन गर्नु। यहाँ देख्न सक्नुहुन्छ गुगल एप्स। यहाँ क्लिक गर्नुभयो भनेदेखि विभिन्न एपहरु छ। त्यसमध्ये तपाईले यो गुगल सिट भन्नेमा क्लिक गर्नुस्। त्यो गर्नुभयो भनेदेखि यहाँ यसरी खुल्ने छ र तपाईले ब्ल्याङ्क स्प्रेडशीटमा क्लिक गर्नु र यसमा क्लिक गरिसकेपछि अब तपाईले यसलाई कुनै नाम दिन सक्नुहुनेछ। म चाहिँ यो पोर्टफोलियो म्यानेजमेन्ट भन्ने नाम दिए। तपाईले आफ्नो नाम पनि राख्न सक्नुहुन्छ, जे पनि राख्न सक्नुहुन्छ र विशेष गरेर तपाईहरुलाई म यहाँनेरि जुन सेलमा मैले जे काम गर्छु त्यही गर्नु होला। त्यसो हुँदाखेरि तपाईहरु पछि कन्फ्युज हुनुहुन्न। यहाँनेरि पछि हामीले फर्मुलाहरु पनि सेट गर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले चाहिँ पछि कन्फ्युज पनि हुन सक्छ। त्यो भएर जुन सेलमा जे आइटम जे यहाँ लेखेको हुन्छ त्यही नै तपाईहरुले पनि त्यसरी नै ठ्याक्कै कपी गर्नुभयो भनेदेखि चाहिँ एकदम सजिलो र छिटो पनि हुन्छ। तपाईहरु कन्फ्युज पनि हुनुहुने छैन। र मैले माथि यो B2 देखि मैले अहिले 12 सम्म लिए। तपाईहरुले पनि यसरी नै लिनु होला। मैले यो 12 सम्म लिएको छु र यसलाई चाहिँ अलिकति सेल ठुलो गर्दै मैले यहाँ चाहिँ अब यो जुन रिसाइज भनेको छ यसलाई अलिकति हामी 35 जति गर्दियौं। यो अलिकति त्यति राम्रो देखिएन। यसलाई अलिकति बोर्डर देखिने गरी लगाऊ र हामी यहाँनेरि भ्यूमा जान्छौं। भ्यूमा गइसकेपछि हामी यो ग्रिड लाइनलाई चाहिँ अफ गर्दिन्छौं। यति गरिसकेपछि हाम्रो यो बीचमा हामीले बनाउने छौं। B2 देखि लिएर यहाँसम्म हामी मर्ज गर्दियौं। यहाँनेरि क्लिक गर्नुभयो भने यहाँ मर्ज भन्ने छ, अल मर्ज र यसलाई हामी हल्का कलर गर्ने छौं। यही राखिदिए मैले अहिले। त्यसैगरी यो तल पनि यहाँ जाने मर्ज अल गर्ने र सेम कलर यसमा पनि राखिदिए। यसलाई अलिकति सानो गर्दियौं। यो हामीलाई ठुलो चाहिन्छ। यहाँ हामी नामहरु लेख्छौं। यो अझै ठुलो चाहिन्छ। यसलाई हामी अलिकति सानो गरौँ। यसलाई पछि एडजस्ट गर्न सकिन्छ। अब हामी यहाँ फिलअप गर्ने छौं। यसलाई अलिकति सानो गर्दियौं। 4 देखि चाहिँ गर्छौं। तपाईले पनि ठ्याक्कै यो B को 4 बाट चाहिँ स्टार्ट गर्नु। ट्रान्ज्याक्सन टाइप लेखौं। त्यसपछि अर्को यसमा हामी ट्रान्ज्याक्सन डेट लेख्ने छौं। यसमा कम्पनी नेम, त्यसैगरी क्वान्टिटी, प्राइस, WACC। यो चाहिँ हामीले सेल गर्दाखेरि WACC पनि राख्नुपर्ने हुन्छ। सोर्स राख्छौं। त्यसपछि हामी पोजिसन, यसलाई हल्का यो मिलाइदिउँ। मैले 12 बनाइदिएको छु र यहाँनेरि हामी यो E को 4 बाट हामी स्टार्ट गर्ने छौं। सोल्ड अमाउन्ट, इन्भेस्टमेन्ट, ब्रोकर कमिसन, कमिसन, 7 कमिसन, DP चार्ज, टोटल कमिसन, CGT, ट्याक्स। त्यसैगरी नेट इन्कम इन्भेस्टमेन्ट, नेट इन्कम इन्भेस्टमेन्ट र हामी फेरि यो H4 बाट प्रॉफिट एन्ड लस, पर्सेन्टेजमा पनि प्रॉफिट एन्ड लस, नेट प्राइस पर शेयर। हामीले यो सबै कमिसन लगाइसकेपछि चाहिँ पर्किता कति पर्यो भन्ने कुराहरु चाहिँ हामीले त्यहाँ देख्न सक्छौं। सिम्बल पनि राखौं। यो तल यो सिम्बल एक्जिस्टिङ क्वान्टिटी, एक्जिस्टिङ WACC यो चाहिँ हामीलाई फिलअप गर्न सेल गर्दाखेरि हेर्नको लागि मात्रै सजिलो हुन्छ भनेर चाहिँ यहाँनेरि राखिदैछ।
ल मैले यहाँनिर पोर्टफोलियो इनपुट फर्म भनेर पनि राखिसकेको छु। यसलाई हामी पछि पनि मिलाउन सक्छौँ, तै पनि अहिले अलिकति हेर्दाखेरि केही राम्रो होस् भन्ने हिसाबले मात्रै हो, अहिले गरिहाल्नुपर्ने आवश्यकता पनि छैन। र अब यहाँनिर ट्रान्जेक्सन टाइप भनेको छ, यहाँ चाहिँ हाम्रो बाई सेल। अब यहाँनिर तपाईँले यसको लागि चाहिँ डाटामा जानुहोस्, डाटामा गइसकेपछि यहाँ डाटा भ्यालिडेसन यहाँ क्लिक गरेर यहाँ एड रुलमा जानुहोस् र हामीहरूले यो सिफो सेलमा राखेका छौँ र यहाँ एडभान्स अप्सनमा गएर यहाँनिर तपाईँले अलिकति क्लिक गर्नुभयो भने यो एरो राखिदिनुहोस्, त्यो भने यहाँनिर एरो मात्रै हुन्छ। यहाँ हामी बाई लेख्छौँ, त्यसै गरी यहाँनिर चाहिँ सेल लेख्छौँ र यसलाई डन गरिदिन्छौँ। अब यहाँ हामीले क्लिक गऱ्यो भने बाई सेल देखिन्छ। तपाईँले यहाँनिर क्लिक गरेर यसरी गर्न सक्नुहुनेछ। यसलाई यो साइडतिर गरिदिउँ, यो पनि सेन्टरमा हुन्छ। अब हाम्रो डेट छ, डेटलाई पनि ठ्याक्कै त्यसै गरी डाटामा जानुहोस्, डाटा भ्यालिडेसन एड रुलमा गइसकेपछि यहाँनिर ड्रप डाउन छ, यसलाई इज भ्यालिड डेट राखिदिनुहोस्। त्यसपछि तपाईँ यहाँनिर अरू केही पनि गर्नु परेन, यहाँ जस्ट डन गरिदिनुहोस्। त्यो गर्नु भने यहाँ डबल क्लिक गर्नु भने तपाईँले यहाँ डेट देख्नुहुनेछ। यो डेट फर्मेटलाई तपाईँले अरू तरिकाले पनि राख्न सक्नुहुन्छ, यसरी राख्दाखेरि पनि भयो। अब यहाँ कम्पनी नेम, यो कम्पनी नेम तपाईँलाई म अहिले एकछिनमा बताउने छु। जस्ट नबिल ब्याङ्क लेख्दै र क्वान्टिटी हामीहरूले प्रत्येक बाई सेलमा क्वान्टिटी र प्राइस लेख्नेछौँ। यो हामीहरूले हातैले टाइप गर्नुपर्ने छ। WACC हाम्रो यो बाई गर्दाखेरि पर्दैन, सेल गर्दाखेरि मात्रै हो। यसलाई अहिले 400 लेखिदिइराखौँ। र सोर्स चाहिँ फेरि हामी यहाँनिर त्यसै गरी गर्नेछौँ। यहाँनिर ड्रप डाउनमा गएर एडभान्समा गयौँ भने यहाँ तल एरोमा छ। अब यो हामीहरूले अब सेकेन्डरी IPO हाम्रो के हो होइन, अब त्यो बाई गरेको सोर्स चाहिँ हाम्रो के हो त्यो लेख्नुपर्ने हुन्छ। किनभने IPOमा तपाईँलाई IPO एन्ट्री गर्नुभयो भनेदेखि ब्रोकर कमिसन डिफी चार्जहरू केही पनि लाग्दैन, तर सेकेन्डरीबाट गर्नुभयो भने त्यो लाग्छ। त्यही भएर यहाँनिर तपाईँले लेख्नुपर्ने हुन्छ। सेकेन्डरी लेख्दै मैले IPO बोनस, त्यसै गरी बोनस राइट्स। अर्को हाम्रो अक्सन पनि हुन्छ र यति गरेर यसलाई हामीहरूले डन गर्नेछौँ। अब यहाँ क्लिक गऱ्यो भनेदेखि चाहिँ हामीहरूले अब यही सेकेन्डरीमा किनेको हो कि IPO हो कि हाम्रो के हो बाई के हो त्यही अनुसार हुन्छ। अब यहाँ पोजिसनमा पनि ठ्याक्कै अब त्यसै गरी एड रुलमा जानुहोस्, केही पनि गर्नु पर्दैन। एडभान्समा गएर यसलाई पनि यहाँ एरो गरिदिनुहोस्, त्यसपछि यहाँनिर जाने। अब यो पोजिसनमा गएर चाहिँ हामीले यहाँनिर के लेख्छौँ भनेदेखि पहिला हामी इन्भेस्टमेन्ट लेखौँ, त्यसै गरी अर्को स्विङ लेखौँ, अर्को हाम्रो यहाँ पोजिसनल भयो, त्यसै गरी अर्को एउटा ट्रेडिङ पनि थपिदिउँ। कहिलेकाहीँ हामीहरूले डे ट्रेडिङहरू पनि गर्न सकिन्छ। अब कुन पर्पजको लागि लिइन्छ त्यो अहिले लेखिदिइराख्यो भने सजिलो भयो। हामीहरूले युज गरिएन भने केही फरक पर्दैन। अहिले यहाँ लेखिदिइराख्दाखेरि यसलाई हामी क्लोज गर्छौँ। हामी यो साइडतिर फर्मुला राख्छौँ। हामीहरूले यति फिलअप गरिसकेपछि यो सबै यतापट्टि चाहिँ अटोमेटिक आउनुपर्ने हुन्छ। त्यो आउनलाई हामीले यहाँनिर फर्मुला सेट गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँलाई मैले अगाडि भनेको थिएँ, यहाँनिर जुन सेलमा जे मैले जुन आइटम यहाँ राखेको छु तपाईँले पनि त्यही राख्नुभयो भने चाहिँ ठ्याक्कै फर्मुला तपाईँले यहाँ लेखेकै फर्मुला नै कपी गर्दा पनि हुन्छ। र म यहाँ फटाफट फर्मुला राख्छु। जस्तै हाम्रो सोल्ड एमाउन्ट भनेको चाहिँ जस्तो क्वान्टिटी र हाम्रो यो प्राइस हुन्छ। यहाँनिर हामी क्वान्टिटी इन्टु प्राइस गऱ्यो भने हाम्रो यो सोल्ड एमाउन्ट आउँछ। त्यसै गरी इन्भेस्टमेन्ट भनेको हाम्रो जुन WACC छ हाम्रो त्यो र क्वान्टिटी हुन्छ। यसरी चाहिँ हामी ब्रोकर कमिसन हाम्रो अब IPOहरू यहाँनिर IPO बोनस यस्तो भयो भने ब्रोकर कमिसन लागेन, हाम्रो सेकेन्डरीमा मात्रै लाग्यो। त्यही भएर चाहिँ यहाँनिर हामीहरूले फर्मुला सेट गर्नुपर्ने हुन्छ। त्यो फर्मुला चाहिँ तपाईँले यहाँबाट भिडियोलाई स्टप गरेर त्यो फर्मुला ठ्याक्कै त्यही कपी गर्नुभयो भने हुन्छ। र म सर तपाईँहरूलाई यो चाहिँ एक्सप्लेन मात्र गरिदिन्छु, तपाईँहरूले यसलाई स्टप गर्दै अगाडि बढ्न सक्नुहुन्छ। जस्तै हाम्रो सोल्ड एमाउन्ट, किनभने हामी यतापट्टि मात्रै फिल गर्छौँ, यो भनेको चाहिँ हाम्रो अटोमेटिक आउँछ। त्यो भएर जस्तै सोल्ड एमाउन्ट छ, अब यहाँनिर हाम्रो इफ C7 बराबर खाली छ भने खाली राख्ने। जस्तो यो C7 भने मैले क्वान्टिटी लिएको छु। जस्तै एकछिनको लागि यहाँ हाम्रो एउटा कम्पनी नेम लेखिदिउँ, क्वान्टिटी 100 किनेको हामीहरूले 400मा। यहाँनिर हामी हेर्न सक्छौँ यदि C7 खाली छ भने 0 गर्ने, होइन भनेदेखि C7 इन्टु C8 भनेको हाम्रो यो क्वान्टिटी इन्टु प्राइस यो गऱ्यौँ भनेदेखि जस्तै यो राखिदिउँ भनेदेखि हामीहरूले यो 100 इन्टु 4 गर्दाखेरि 40,000 हाम्रो बाई पर्यो होइन, बाई एमाउन्ट भयो। अब यसमा चाहिँ ट्याक्सहरू जोडिएको छैन। अब त्यसै गरी यसमा चाहिँ हामीहरूले जस्तो यो इन्भेस्टमेन्ट भनेको छ यो हाम्रो सेल गरेको अवस्थामा मात्रै रहन्छ, होइन भने खाली हुन्छ।
जस्तै C9 बराबर खाली छ भने यो खाली, होइन भनेदेखि C7 इन्टु C9। यहाँनिर WACC राख्यौँ भने यहाँनिर आइहाल्छ। अहिले म यो देखाउँछु। त्यसै गरी हाम्रो सोर्स अब यहाँनिर हामी सेकेन्डरी राख्छौँ र पोजिसन यो अहिले जे राखे पनि भयो, तपाईँले एकछिनको लागि स्विङ राखिदिउँ। अब यहाँनिर हाम्रो यो बाई कन्डिसनमा हाम्रो इन्भेस्टमेन्ट परेन, हामी पहिलोचोटि बाई गर्दैछौँ। त्यसै गरी ब्रोकर कमिसन यहाँ मैले राखेको छु। तपाईँहरूले यसलाई सर हेर्नुहोस्, यहाँ ब्रोकर कमिसनको मैले यतापट्टि एउटा जस्तो 1 करोडभन्दा माथि भयो भने हाम्रो 0.24% ब्रोकर कमिसन लाग्छ। अब 20 लाखभन्दा माथि भयो भने 0.27% लाग्छ। 5 लाखभन्दा माथि 0.31% लाग्छ। 50,000 एबभ हाम्रो 0.33% लाग्छ। त्यसै गरी बिलो 50,000 चाहिँ हाम्रो 0.36% लाग्छ। यो हाम्रो ब्रोकर कमिसन भयो। यसै अनुसार नै यहाँनिर ब्रोकर कमिसन राखेको छ। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ इफ C10 बराबर सेकेन्डरी, यो C10 चाहिँ सेकेन्डरी भएको अवस्था मात्र। यदि यहाँनिर तपाईँले IPO राखिदिनु भयो भने यहाँ ब्रोकर कमिसन देखिँदैन। यदि तपाईँले यहाँनिर बोनस राख्नुभयो भने देखिएन, त्यसरी यहाँनिर अक्सन राख्नुभयो भने देखिएन। तर यहाँ तपाईँले सेकेन्डरी राख्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ ब्रोकर कमिसन 144 भनेर आएको छ। यहाँनिर इफ C10 बराबर सेकेन्डरी, किनभने हामीले धेरै फर्मुलाहरू राख्छौँ त्यसैले इफ्स राखेको छ। F4 इज एबभ 1 करोड भनेपछि यो F4 हाम्रो यो होइन, यो चाहिँ हाम्रो 1 करोडभन्दा माथि भयो भने यहाँनिर कमिसन 0.24%। त्यसै गरी 20 लाखभन्दा माथि छ भने 0.27%। त्यसै गरी यो सर र तपाईँहरूले ठ्याक्कै यही कपी गर्नुभयो भनेदेखि हुन्छ। यहाँनिर स्टप गरेर हेर्न सक्नुहुनेछ। पक्कै पनि क्लियर देखिन्छ र अलिकति भिडियोलाई चाहिँ क्वालिटी हाई गरेर तपाईँले हेर्नुभयो भने यहाँ क्लियर देखिनेछ। त्यसै गरी हाम्रो 7 कमिसन पनि C10 बराबर सेकेन्डरी हो भने, यो C10 चाहिँ हाम्रो सेकेन्डरी हो भने 0.015% लाग्छ। त्यो देखाएको जस्तै यहाँ पनि तपाईँले यदि IPO राख्नुभयो भने यहाँनिर 7 कमिसन लागेन। त्यसै मैले यहाँ फेरि सेकेन्डरी राख्दै। अब यो हाम्रो DP चार्ज भनेको 25 रुपियाँ लाग्छ, जुन तपाईँले सेकेन्डरी भएको अवस्थामा, IPO भएको अवस्थामा यो पनि लागेन। त्यही भएर यहाँ सबै तपाईँले देख्न सक्नुहुनेछ सबैमा C10 बराबर सेकेन्डरी। अब टोटल कमिसन चाहिँ हाम्रो यो सबै ब्रोकर कमिसन, 7 कमिसन, DP चार्ज गरेर हाम्रो टोटल ब्रोकर कमिसन 175। यहाँनिर सम F6 F8 लेखेको छ। हाम्रो चाहिँ CGT ट्याक्स यो बेचेको कन्डिसनमा त्यो पनि प्रफिट हुनुपर्ने हुन्छ। त्यसको लागि पनि हामीहरूले यदि सर्ट टर्म छ भने 7.5%, यसलाई यो हामी पछि लङ टर्म छ जस्तै 1 वर्षभन्दा बढी भयो भनेदेखि कम पनि हुन्छ कमिसन, त्यो हामी पछि गरौँ। यो सर्ट टर्मको लागि हो। अब हामी लङ टर्मको लागि पनि पछि बनाउँला। अहिले तत्काललाई तपाईँले यही लिन सक्नुहुन्छ 7.5। त्यसै गरी नेट इन्कम इन्भेस्टमेन्ट यो चाहिँ तपाईँको C4 बराबर सेल भएको कन्डिसनमा यो आउँछ, होइन भनेदेखि तपाईँले यदि बाई गर्नुभएको छ भने यो C4 प्लस F9 भनेको चाहिँ हाम्रो यो टोटल कमिसन र यो बाई एमाउन्ट गर्दाखेरि टोटल नेट इन्कम इन्भेस्टमेन्ट चाहिँ हाम्रो यो भयो बाई भएको अवस्थामा। सेल भएको अवस्थामा फेरि हाम्रो यो फर्मुला यहाँनिर देख्न सक्नुहुन्छ। यो ठ्याक्कै यही राखिदिनुहोस्, तपाईँहरूलाई केही फरक पर्दैन। र प्रफिट एन्ड लस चाहिँ C4 बराबर, यदि यो प्रफिट एन्ड लस भनेको हाम्रो सेलको कन्डिसनमा मात्रै हुन्छ र त्यो भएको हुनाले हामीले C4 बराबर सेल छ भनेदेखि यो बाई छैले सेल भयो भने C4 बराबर सेल छ भने F11 माइनस F4 भनेको F11 भनेको नेट हाम्रो इन्कम इन्भेस्टमेन्ट हामीले लगानी गरेको यति भयो। यसमा चाहिँ हामी F5 भनेको यो लगाउने छौँ। जस्तै यहाँ एउटा सेल गरेर देखाउँ, सेलमा राख्दै मैले सेल गरिसकेपछि WACC हामी 300 राखिदिन्छौँ एकछिनको लागि र हाम्रो यहाँ देख्न सक्नुहुन्छ। अब यो प्रफिट चाहिँ हाम्रो कति भयो भने C4 बराबर हामीले सेल राख्ने बित्तिकै F11 भनेको हाम्रो नेट इन्कम इन्भेस्टमेन्ट यो भयो माइनस F5 अहिले हामीले जुन सेल गरेको एमाउन्ट भयो, यो माइनस हुँदा हाम्रो यति भयो। कति पर्सेन्टेज भयो भन्ने कुरा यही हाम्रो प्रफिट भाग F5 यो गऱ्यौँ भनेदेखि हाम्रो आइहाल्छ। नेट प्राइस पर सेयर हामीले 400 मा बेचेको थियौँ, तर अब हाम्रो यहाँनिर यो कमिसनहरू सबै कटाउँदाखेरि 390 हुन गयो। यसलाई फर्मेट नम्बरमा गरिदिउँ 390.88। यसरी चाहिँ हामीहरूले यो सेट गर्न सक्छौँ। अब यहाँ तल भनेको तपाईँलाई म पछि राख्छु। अब हामी पहिला यसलाई चाहिँ अर्को यहाँ सिट बनाउने छौँ। जस्तै यसलाई मैले यहाँ रिनेम गर्छु, तपाईँहरूले पनि ठ्याक्कै नेम लेख्नुहोस्, इनपुट भने। त्यसै गरी अर्को हाम्रो डाटा यो रफ भनेर मैले राखेको छु, यसलाई पर्दैन, अब तपाईँहरूलाई देखाउनको लागि मात्रै बनाएको मैले। यसलाई हामी ड्यासबोर्ड गर्छौँ। अर्को हामीहरूलाई LTP, त्यसै गरी अर्को पनि राखौँ
लिस्टेड कम्पनी भने यति हामीहरूले राखेका छौँ अहिलेलाई। तपाईँहरूले पनि इनपुट डाटा ड्यासबोर्ड एलटिपी लिस्टेड कम्पनी, यो एलटिपी र लिस्टेड कम्पनी चाहिँ हामीहरू कुनै एउटा वेबसाइटबाट छौँ, तपाईँहरूलाई म देखाउने छु। हवस् त साथीहरू, आजलाई यति नै, धेरै लामो भइसकेको छ भिडियो। म अर्को भिडियोमा तपाईँहरूलाई यहाँनिर जुन मैले एउटा खाली राखेको छु यो कम्पनी नेम, यो कसरी हामीले ल्याउन सकिन्छ यो देखाउने छु। यहाँनिर टाइप गर्नु पर्दैन, हामीले क्लिक गरेकै भरमा चाहिँ यहाँ कम्पनी राख्न सक्छौँ। त्यसै गरी अब हामी यो डाटा सिटमा चाहिँ यहाँनिर नामहरू राख्छौँ। जस्तै एउटा देखाइदिउँ, यहाँ कन्ट्रोल कपी गरेँ मैले र तपाईँहरूले यहाँनिर राइट क्लिक गरेर यसलाई चाहिँ ट्रान्सफर गर्नुभयो भने यतापट्टि आउँछ। त्यसै गरी हामी यो पनि लिन्छौँ, यसलाई पनि कपी गरेँ मैले, यहाँ क्लिक गरेर पेस्ट स्पेसलमा जान्छौँ र ट्रान्सपोज गर्छौँ, यो पनि यहाँ आइसकेको छ। त्यसै गरी अब हामी यो ल्याउँछौँ। अब म यो भिडियो करिब यहीँ अन्त्य गर्छु। म अर्को भिडियोमा आउँछु, किनभने यो निकै लामो भइसकेको छ। तपाईँहरूलाई पहिला यति गरिसक्नुभयो भने त्यसपछि अरू फेरि सजिलो हुन्छ। अलिकति हामीहरूले थोरै नै गरौँ, धेरै एकैचोटि धेरै लामो पनि नगरौँ। यसलाई यहाँनिर मिलाउन सक्नुहुन्छ। हवस् त साथीहरू, अब आजलाई यति नै गरौँ। फेरि अर्को भिडियोमा आउनेछु। तपाईँहरूले यो गर्नुहोला। सबै यहाँ मैले गरेको यो तपाईँहरूलाई जस्तो फर्मुलाहरू चाहिँ यहाँ स्टप गरेर तपाईँहरूले राख्न सक्नुहुन्छ। एकदमै सजिलो छ। केही कन्फ्युज हो भने तपाईँहरूले कमेन्ट गर्नुहोला, म तपाईँहरूको कमेन्टको रिप्लाई दिनेछु। गाह्रो छैन, सजिलो छ, बिस्तारै बनाउनु होला। म फेरि केही दिनपछि फेरि अर्को भिडियो लिएर आउँछु। स्लोली अगाडि बढ्नेछौँ र एउटा राम्रो पोर्टफोलियो बनाउने छौँ र त्यो पोर्टफोलियो चाहिँ तपाईँहरूको लागि सदाको लागि एकदमै राम्रो हुन्छ। साथीहरू, लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। अनि त्यसै गरी तपाईँहरूको यदि कोही साथीहरू सेयर बजार सम्बन्धी इच्छुक हुनुहुन्छ, सेयर बजारमा कारोबार गरिरहनु भएको छ भने उहाँहरूलाई पनि यो सेयर गरिदिनु भयो भनेदेखि मलाई पनि अलिकति केही सपोर्ट मिल्छ। केही साथीहरू अलिकति धेरै भयो भने मलाई पनि भिडियोहरू, नयाँ भिडियोहरू ल्याउन अलिक उत्सुकता बढ्छ, अलिकति मोटिभेट हुन्छु। आशा छ यहाँहरूले सेयर गर्नुहुनेछ भन्ने। लाइक कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।